हामी आएका छौँ। अप्रिसा हामी कहाँ जान लागेको रे? आज अप्रिसाको बारीमा के खान जान लाग्यो बाटोमा यस्तो देखेर फेरि मिसले अप्रिसा तिम्रो बारी त लामै लामो रहेछ बाटो है? आउन लाग्छ ए। अनि यो के हो यसको नाम? टुसा, झुस परेको टुसा। अनि हामीले बाटोमा यो देखेर अस्ति नै हामी मिस्टर जाने बेला सेतो भएको होला न, खाइदिइहालौँ न। अप्रिसा खाने लौ खाऊ त कस्तो छ? कस्तो छिन्? मिठो खानु भयो यस्तो गर्दै पिट्लिक्क आउँछ के यो। के रहेछ अपु? केसको? यो घर कसको हो नि अप्रिसा? कुन बाटो हो तिम्रो खेतमा जाने? अनि यो रुख चाहिँ कस्तो प्रजातिको रुख छ। हामी जाँदैछौँ। बारी भन्नुहुन्थ्यो के अरे कता रहेछ? हामी चाहिँ बद्रीफल तल बाटो ए सोधेर जाउँला नि। बद्रीफल ल्याउन आएको खासमा हराइयो। हामी त कस्तो भेडा भएको घरमा पो आयौँ त। यहाँ चाहिँ कस्तो जङ्गु जङ्गु रहेछ। आमामा हेलो, आँखै देखे छैन यसले त। काले हेलो। नो नो कुन बाटो हो रे अब? यो बाटो ल जाउँ। यता यता हो। हामी त धन्नै उता उता नगएको यो भाइ यो मान्छे। हामी चाहिँ धेरै टाढा आइसक्यौँ। अब चाहिँ आइपुग्नु थाल्यो रे। उहाँ तल रहेछ, हामी माथि आएर फेरि हामी तल झर्दैछौँ। अनि बाटो देखाउने मान्छे यस्तो भएपछि हराइन्न। बाटो देखाउने मान्छे त अप्रिसा हो नि। हामी हराइहाल्यौँ नि, हराइहाल्यौँ। ए अनि सिलाम चाहिँ यतातिर यस्तो गरेर काटेर राखेर कोडो चाहिँ यस्तो। अब कता हो त? तल हो कि त्यार्सै हो? कुन बाटो अप्रिसा? अब कता जाने? तल। हामी चाहिँ यस्तैको ठुलो भर्जन खान आएको खासमा। अब जाँदैछौँ हामी। के हो अप्रिसा यो? यो के हो? सिस्नो यो त यहाँ त यति धेरै छ कि। अप्रिसा किन यस्तो गोठमा लिएर आएको हामीलाई? भुइँसी हेर्ने होइन क्या हामी त यहाँ बिमिरा खाने हो। हामी त बिमिरा आऊ। हामी चाहिँ यो खाना आएको हो के अरे। अप्रिसाले बातै बिर्सेर हो न अप्रिसा? ल हस् थ्याङ्क यू बाबा। थ्याङ्क यू अप्रिसा। अप्रिसाको झोलामा हाल्ने अप्रिसा बुई है। स्कुल जाऊ मिस? यति धेरै छ। ल अब चाहिँ हाम्रो भयो। अब जानु पर्यो हामी चाहिँ अब फर्किँदैछौँ। मिसले बुई गर्नुभएको छ। अनि मैले चाहिँ बिमिरा हो कि बिमिरा हो बोकिरहेको छु। यहाँ पछाडितिर अप्रिसाको ब्यागमा बोकिरहेको छु मैले। हामी चाहिँ अब अर्को बाटो जान्छौँ। तिमीहरूको हो के होइन?
हो त्यो नङ हो जति दिन जाए नि केही ओके फुल हो नि यी मेरो हातको कति राम्रो छ हरियो वाउ चाहिँ गुरुङ जातिहरूले मान्छे मरेपछि हाबु गर्दा केमा चढाउँछन् के सजावटको लागि पनि प्रसिद्ध छ पिसा कसैलाई थाहा छैन भने यसलाई झ्यानी भन्छ बाख्रालाई खान्छ अनि होइन होइन मिसले छोएको मात्रै हो क्या यत्तिकै अप्रिसा त हराइन यो बाटोमा त आया घर जाने बाटो यही हो नि ल ल म लागेर हो नि बाटो बिर्सेको हामीले गेस त गरेको थियौँ तर यो बाटो गयौँ कि अघि हामी यो फुल हो हात काट्छ हाम्रो स्कुल चाहिँ यहाँनिर छ घरहरू पिङमाथि यो अप्रिसा यो टिपिहाल के हो यो के हो निउरो ल होइन त ल ल अर्को नि टिपेर के गरेको यो उल्का अचम्म ल के गरेको खेलेको कुन बाटो जाने अब आउ त जाऊ यो बाटो त सानो छ यता ठुलो बाटो जाम है यो बाटो सानो छ लडिन्छ कि एमन भो आऊ यता जा नजाम नजाम त्यो तर हाम्रो घर पुगिन्न यता पुगिन्छ आऊ यता जाम टनल त देखिन्छ हाम्रो घर त देखे छैन तिम्रो घर पुगिन्छ मेरो घर त पुगिँदैन आऊ यता जाम है तोरी कति राम्रो हुने होला पतङ उडाएको हो के हो पतङ भन्ने के हो पतङ भन्ने के हो यो बजाइको कुन हो मिसको स्कुटर ल छैन कुन हो अप्रिसा होइन होइन हामी के गर्दैछौँ अप्रिसा अब हामी निकाल्दैछौँ यसलाई अप्रिसा फोन समाइदेऊ न मलाई गाह्रो भयो के हो यो यो के हो बिमिरा हो अब हामी यसलाई काटेर खाँदैछौँ गर्छौँ है अप्रिसा कसको बारीको हो थ्याङ्क यू काम यता मिसले हो के अरे के हो रे अप्रिसा यो राखौँ यसलाई चाहिँ काटेर खाऊँ कति छ चिसो छ है खाने मिसहरू पनि सुरु हुँदैछ हाम्रो यो लास्टै मिठो खानु अस्तिको जस्तो अब हामी यहाँ बसिन्जेल रुम्जामा के उत्पादन हुन्छ त्यो चाहिँ चाख्नै पर्ने छ यो रुम्जामा मङ्सिर महिना कार्तिकको अन्तिममा पाइने चिज हामी खाँदैछौँ यो हामीले लाइफकै फर्स्टचोटि हो खाएको हाम्रोतिर पाउँछ तर यो 12 वर्ष जोडो निकाल्छ भनेर खान्नन् यो अमिलो पनि यसको नयाँ विशेषता मैले थाहा पाएको अमिलो भएको यो बीजको भाग पनि यो नि गुलियो हुन्छ कि यो अमिलो जस्तो छ तर यो गुलियो हुन्छ खाना गुलियो छ बाहिरको यो कभरको त यसको त कुरै नगरौँ कस्तो छुट्टै मिठो छ कि चिनी मिसाएको भन्दा गुलियो छ यापु हाम्रो घरतिर यो चिजलाई नखाइकन फाल्ने गर्छन् यसो टिपेर खानु होला भन्न चाहे यहाँ चाहिँ खाने रहेछन् लास्टै मिठो हुन्छ यति भन्दै आजको भिडियो यहीँ अन्त्य गर्दछु